कहानीको सुरुवातमा एउटी केटीलाई देखाइन्छ जसको नाम सङ्घा हो। ऊ एउटा सामान पनि हुन्। सामान भन्नाले भूत प्रेतलाई देख्ने र तिनीहरूको आत्मालाई शान्ति दिने साथै मान्छेहरूलाई तिनीहरूबाट बचाउने काम हो। आज पनि त्यही काम गर्दैछिन्, जहाँ मान्छेहरूको प्रब्लमलाई सुल्झाउने। सङ्घा हेराउन बस्दा आफ्नो फेसलाई कभर गरेर बस्छिन् र हरेक रात सङ्घासँग हेराउन आउने मान्छेहरूको त भिड नै लाग्दो रहेछ। त्यति नै बेला एउटी हजुरआमा आफ्नी नातिलाई लिएर आउँछिन्। उनको नातिलाई देख्न साथ सङ्घाकी आमालाई केही नराम्रो महसुस हुन्छ। अब सङ्घाको लास्ट क्लाइन्ट भित्र आउँछ। उसको त्यो ह्यान्डसम फेसलाई देख्ने बित्तिकै उनलाई त लप्पो पर्छ। उसको ह्यान्डसम फेसमा हराउँदै थिइन् कि तब अचानक उसलाई केही महसुस हुन्छ, किनकि आफ्नो राजकुमारलाई त उनले उल्टो पो देख्छिन्। अनि यस केटाको नाम ज्ञानु रहेछ। हजुरआमाले भन्नुहुन्छ, मेरो यो अभागी नाति बारम्बार मृत्युको रुखमा पुग्छ, त्यसैले कालो नजरबाट मेरो नातिको रक्षा गर्न ताबिज बनाइदिन भनी हजुरआमा सङ्घालाई बिन्ती गर्दैछिन्। सङ्घा केही बोल्न सक्दिन, किनकि उनको नाति चाँडै मर्दैछ। उसँग जम्मा 21 दिन रहेछ र उसको भविष्य थाहा पाएर त उनी पनि निकै दुखी छिन्। अनि एक्कासी उनले ज्ञानुलाई सोध्छिन्, यदि सडकमा कुनै व्यक्ति एक्लै रोइरहेको देखे तिमीले के गर्छौ? खासमा सङ्घा चाहन्छन् कि उनको करस त्यस्तो खालको मान्छे होस् जसले नचिनेको मान्छे रोइरहेको देख्दा उसले कम्फर्ट दियोस्। तब ज्ञानुले भन्छ, म नचिनेको व्यक्तिको छेउमा तबसम्म बस्छु जबसम्म उसले रुन बन्द गर्ने छैन। र उसको जवाब सुनेर इम्प्रेस भएकी सङ्घा अब पक्का हुन्छन् कि ज्ञानु उनकै टाइपको केटो हो भनेर। त्यसैले यहाँ उनले प्रोमिस गर्छिन् कि ज्ञानुको मिस भर्सनसँग लडेर मैले उनको प्रोटेक्ट गर्नेछु। सायद सङ्घा बिर्सिँदैछिन् यो काम गर्न त्यति सजिलो छैन भनेर। अब स्कुलको समयलाई देखाइन्छ,